नमस्कार समस्त मान्य अतिथि मानवजन गुरुजन ठुल्ठुला विद्वानजन राजकुलका माननीय मन्त्री सामान्य सिक्किम सरकार र सम्पूर्ण भारतवासी आम भक्तजनहरूमाथि र हजुरहरूमाथि म भिडियोमा उपस्थित भएछु। विषय नेपाली शुभ चाड दशैँको सुरुवात भएको छ। हिजोदेखि नवरात्र 2082 सालको दशैँ सुरु भएको छ र सारा गुफा मन्दिरमा 1008 देवी मध्येमा दुर्गा मातालाई थापित गरेर आशीर्वाद माग्ने संस्कृति संस्कार परम्परा अनुसार धर्म पद्धति सप्तशती पाठ र भगवती मातालाई शरण पर्दै सम्पूर्ण विषय उहाँलाई अर्पित गर्दै अघि बढ्ने नियम पालन भइरहेछ र सारा गुफा मन्दिरमा पूजित भइरहेछ र हामीले अति महत्त्वपूर्ण विषय बुझ्नुपर्ने, संस्कृतलाई बुझ्नुपर्ने अनि भगवान देवी देवता के हुन् भन्ने कुरा बुझ्नुपर्ने विषय हो। र अब कली विद्वान र शास्त्रको भनाइअनुसार कली जन्मेर मस्त भएको जवानी भएको छ र कली मानवताको मस्तकमा पसेको छ। विभिन्न नकारात्मक सोच विचार र विभिन्न कलीकी कर्महरू भइरहेछन् भने यसलाई रोकआउट गर्न र शान्तिका लागि भगवान देवी देवताको आस्था लिनुपर्ने अति इम्पोर्टेन्ट विषय छ र हजुरहरू सम्पूर्णमाथि म एउटा भगवानको भक्ति गर्ने एउटा साधारण व्यक्ति हजुरमाथि प्रचार गरिरहन्छु र सबैले धर्म संस्कार संस्कृति परम्परालाई बुझेर अब भगवान देवी देवताहरूकै चरणमा परेर उहाँहरूलाई नै समस्त विषय अर्पित गर्दै शास्त्र धर्मशास्त्रले बताएअनुसार हामी जिउन सक्यौँ भने यो कलीले हामीलाई विभिन्न विषयमा दुःख दिन्छ भने यो हटाउनका लागि हामीले संस्कृत संस्कार परम्पराहरू यी धर्म पद्धति भगवान देवी देवताहरूको आस्था लिनुपर्नेछ र सारा गुफा मन्दिरमा पूजा भइरहेको छ। सम्पूर्ण मानवतामाथि दुर्गा माताले कल्याण गरून्, विभिन्न राम्रा सोच विचारहरू जागोस्, भक्तिभाव जागोस्, महामारी सङ्कट रोग सङ्कटहरू दूर हुन् र सबैमा शान्ति मिलोस् भन्ने कामना गर्दै उनै भगवानपट्टि मेरा शब्दहरूलाई अर्पित गर्दै विसर्जन गर्न चाहन्छु। भारत माताको जय हो, सिक्किम पुण्यभूमिको जय हो, सम्पूर्ण मानवतामाथि शान्ति रहोस्, जय जय होस्, दुर्गा माताको जय हो।